यो के भन्छ अरे यो गाउँलाई भान्जा निम्दी निम्दी यो साथीको घर पनि यतै छ ल हेर्छ भिडियो फेसबुकमा हाल्नु पर्ला अहिले जाउँ अहिले तल जाउँ भोलि टक्ला हुने अब पछि कपाल छल हुँदैन कपाल उड्यो मेरो अनि कपाल उडेर भर्खर भर्खर आउनु लाग्छन् खै भन्दा एकैछिन भएको न हात खिच्छु हात So hey guys, welcome back to my new vlog and new episode. So finally पछि लगभग 10-15 दिनको ग्याप पछि म आज भ्लग बनाउँदैछु भनौँ। अनि अर्को कुरा एक्जाम पनि चलिरहेको छ भनौँ हैन। त्यही भएर पनि अब कन्टिन्यू प्लस भिडियो बनाउन पाइरहेको छैन। अनि ल आइहाल्छ पछि स्क्रिनसट। अनि अब एक्जाम जेठको 2 गते सकिन्छ 2 गते सकिन्छ अनि पछि चाहिँ कन्टिन्यू हुन्छ होला र ठुलो च्यानलमा हामीले अपलोड पनि गर्न पाएनौँ, टाइमै दिन पाएको छैनौँ, केही पनि भएको छैन, त्यही हो। ओके गाइस बाइ। अनि एक्जामले गर्दाखेरि त्यस्तै भएको छ गाइस, के गर्ने हैन। केन्द्र सेन्टर पनि टाढा पर्यो, स्कुल कलेज पनि टाढा पर्यो, के गर्नु। बिहानै जानुपर्छ 4 बजे अनि 1:30 बजे हाम्रो बजार यहाँ मसुरिया पुगाउँछ। गाह्रो छ एक्जाम दिन पनि। त्यो एक्जाम सेन्टरमा के आफ्नो आफ्नो पावर लगाएर मात्र एक्जाम दिएर हुन्छ नि त। अनि त्यही भएर हाम्रो त कोही छैन नि त त्यस्तो। अनि अब मतलब सरलकै डेक खाली गरिदिनु जाने बित्तिकै 2 खुट्टा डेकमा हालिहाल्ने हो। अनि कोही नै बारी छ क्या। अनि त्यस्तो भएर चाहिँ सबैको त्यस्तै नै हो। अब हामी चाहिँ मेरो त एक्जाम छ, मलाई चाहिँ नगनौँ। अब मम्मी बुढी अरे क्या त्यही त होइन। हामी चाहिँ यहाँ पुगिसकेका छौँ, यता डब्लु भाइ। अनि कार्यक्रम हुने भान्जाको घर चाहिँ उता। अनि अहिले चाहिँ हामी अलिअलि भनौँ यतातिर कामसाम अब त्यस्तै नै हो हाम्रो त। एकछिनमा उता निस्किनुपर्छ, त्यति नै हो। धेरै के बनाउने होइन, बोल्न पनि लाज लाग्छ। प्लस अब एक्जाममा आएको छ, एक्जाममा पनि एक्जामको तनावले गर्दाखेरि बोल्न मन पनि लागिरहेको। अहिलेको मन्दार दिदीको मेरो आन्टीको अहिले चाहिँ हामी यो के भन्छ अरे यो गाउँलाई भान्जा निम्दी यो त साथीको घर पनि यतै छ ल हेर्छ भिडियो फेसबुकमा हाल्नु पर्ला है। पिच पहिला म पहिला लगभग सानै थिएँ भनौँ, कति 14-15 वर्ष हो नै समथिङ त्यस्तै भनौँ। त्यतिखेर यो पिचै भएको थिएन यार। अहिले यस्तो बजाएर हिँड्छन् है। जाउँ तल जाउँ, अहिले तल जाउँ, अहिले तल जाउँ। भोलि टक्ला हुने अब पछि कपाल छल हुँदैन कपाल उड्यो मेरो अनि कपाल उडेर भर्खर भर्खर आउनु लाग्छन्। के गर्नु, यहाँ कहाँ आफन्तको घर दिने हो। अहिले यतातिर आएको थियो अनि के भन्ने अब यता खै भान्जाको कोही आफन्तहरू भनौँ होइन। अनि नभइसकेपछि अब हामी चाहिँ फर्केर जाँदैछौँ घरतर्फ। ल एरिया यही हो, यस्तै छ। हाम्रा भान्जा पछि गएर हेर ल इन्डिया गएर घुम्न त पायौँ, के भयो नि
पहिला म सुत्नुमा भ्लग स्टार्ट गर्दा बेला यो बाटो हामी हिँड्यो होइन यो बाटो हिँड्ने बेलामा पुरा भर्खर यहाँमा रोडै हालेको थियो पिच गर्नलाई मतलब त्यो रोडै ठुल्ठुला हुन्छ नि त्यो हालेको थियो अहिले त अब पिच नै जाउँ घर किन बोलाउन खान को चिने छैन मैले अनि म कहाँ जाउँ खाली छ हावा कुरा नगरे पछि त भेट्यो त भन न मैले फुर्सद छैन भन भाइरल नहोला गाइज वेलकम ब्याक टु माई न्यू ब्लग एन्ड न्यू एपिसोड आज चाहिँ हामी मामा भान्जा जाँदैछौँ समूहमा हाम्रो आफ्नै समूह ताडीसम्म अनि प्लस हाम्रो पहिलाको पुरानो ऋण पनि थियो त्यो ऋण पनि तिर्नु छ र अब हरेक महिनाको शनिबार बस्छ क्या ठ्याक्कै आज शनिबार थियो अनि एक्जाम पनि थिएन प्लस त्यही भएर हामी जाँदैछौँ मम्मी अनि त्यस्तै नै भनौँ न अहिले सिचुएसन यति झेल्नु परिरहेछ मैले होइन यति झेल्नु परिरहेछ मलाई मात्रै थाहा छ कि नभोगेको अनि नसुनेको कुराहरू सुन्नु परिरहेछ होइन तर हुँदो रहेछ जस्तै फर इक्जाम्पल आफ्नो पछाडि कोही छैन या छैन भन्दा पनि जस्तै मानौ गएर पछि गएर चाहिँ नि आफूसँग पैसा छैन यो छैन त्यो छैन भनेपछि सबैले के भन्दो रहेछ भनेपछि एउटा कुरा लागेको र खाएको पनि रिस मान्दो रहेछ क्या हाम्रो समाज त्यही त हो होइन चलिआएको चलन कहाँ छोड्ने कुरा काट्न कहाँ छोड्ने होइन दुःख छ आफूलाई छ पीडा चाहिँ आफूलाई छ मनमा राख्न चाहेको हो तर मैले भन्न चाहिँ चाहेको थिएन कि तर कुराबाट कुरा आउँछ होइन अझै निस्किनै हाल्यो त्यही हो अनि हाम्रो पहिलाको ऋण थियो धेरै थियो ऋण अनि त्यही लोन तिर्नु पर्ने अवस्था आयो होइन के गर्ने त जिम्मेवारी परेपछि अनि झेलिनु पर्दो रहेछ गर्नु पर्दो रहेछ क्या नगरेको काम पनि गर्नु पर्दो रहेछ म त त्यही अहिले बुझिरहेको छु न त अहिले भनेको त मेरो आफ्नै भनौँ न आफ्नै काममा ध्यान दिने हो खासमा आफ्नै उमेरमा रमाउने हो होइन तर सबै चिज मैले आफै बिहोर्नु परिरहेछ क्या घरदेखि लिएर पढाइदेखि लिएर होइन अनि यताको लोनदेखि लिएर अनि कमाइ काज केही छैन होइन अनि अब भर्खर 12को अहिले 12को इक्जाम दिइरहेको छु भनौँ न अझै दुई सब्जेक्ट छ मेरो बाँकी फेरि यो भ्लग अहिले नआउला इक्जाम सकिसकेपछि आउँछ किनकि मसँग टाइम छैन अहिले त आज शनिबार भयो भोलि ग्याप छ पर्सि र अनि सिधै 2 गते छ अनि जेठको 2 गते सकिन्छ मेरो इक्जाम चाहिँ त्यो बिचमा काहीँ यसो तालमाल मिल्यो भनेपछि अगाडि नै आउला भ्लग होइन नत्र भनेपछि त्यही इक्जाम पछि नै हुने हो अनि अस्ति भान्जेको प्रतिबन्धमा गएको थियौँ त्यहाँ पनि त्यस्तै भयो कन्डिसन भ्लग बनाउने अवस्थै रहेन किनभनेपछि अब हामीहरू जान त गयौँ घुम्नलाई ठ्याक्क भ्लग बनाउने सोचमै भएन क्या त्यो कन्सेप्ट त्यो सिचुएसनमै थिएन म अनि त्यही भएर बनाउन पाएन अनि कलेज लगेको थिएँ होइन मोबाइल कलेज लगेको थिएँ इक्जाम हलभन्दा बाहिर थियो मोबाइल चाहिँ समातेर भित्र हालिदियो दोस्रो दिन मोबाइल दियो तर इक्जाममा पनि कसैलाई काखा कसैलाई पाखा गर्दो रहेछ अनि 5,000 देखि 20,000 घुसाउनेलाई एक कोठामा अनि पैसा नघुसाउनेलाई पेलेर दिँदो रहेछ त्यही हो गाइज दैवको नेपालको कानुन दैवले जानु नेपालको यो यस्तै नै हो सो फाइनल्ली अघि नै म घर आएको थिएँ तर बनाउन चाहिँ पाएन होइन पारिछन् तिनीहरू र अघिसम्ममा चाहिँ हामीले सबै हिसाब किताब पुरा गरिकन सबै चिज डिटेलहरू सकेर चाहिँ आयो साइकल खोज्दा भएन अनि त्यस्तै भयो ए जानु ओगिटोगी माइजूको हात दियो माइजूलाई के भने नछोड्नु भन्नु नभए ल म ब्लग बनाउँछु र अब
अहिले बल्ल बल्ल साइकल पायौँ होइन। अनि त्यसपछि अब हामी गुरुपै जाने भन्ने थियो नि त कुरो, त्यही भएर गुरुपै निस्किरहेछौँ। एक्लै त कहाँ जाने सकिँदैन नि त। अनि अब त्यही हो, 2-4वटा भिडियो पनि खिचिहाल्नु पऱ्यो होइन गइसकेपछि त। त्यहाँ त अब आफूसँग हुनाले चकाचक ओम्फो भइहाल्छ बाल्दै फरेर। अनि अहिले लगभग 1 घन्टा नै, 1 घन्टा नै, हिजो साँझदेखि कुरा भएको थियो, फिक्स भएको थिएन। अनि बिहान गए पनि बिहान जाउँला भन्ने कुरा थियो। अनि भतिजहरूलाई भने, भतिजहरूको केस त्यस्तै भयो। अनि भाइ थियो एकजना, भान्जा म, अनि 2टा भान्जा, एउटा म, 3जना, एउटा भाइ, 4जना। त्यति भएपछि भइहाल्छ भन्ने सोच थियो। अनि साइकल नमिल्ने भयो क्या, मेरो साइकलमा 2जना, अनि एउटा ठुलो साइकलमा फेरि 1जनालाई चाहियो। फेरि सानो साइकलमा भान्जाको सानो साइकलमा फेरि भान्जालाई मात्रै हुन्छ। अनि त्यही भएर भनौँ न, अनि साइकलको जुगाड गर्दा 1 घन्टादेखि नजाने भनेर प्लानिङमा म सुतेपछि अनि दिमागमा याद आयो कि अनि एकजना दिन्छ नि त अब पढ्दाखेरि हेर्छन्, हामी पनि हेर्छौँ। अनि त्यही भएर चाहिँ उहाँले चाहिँ साइकल दिनुभयो। दिइसकेपछि चाहिँ अनि प्लान चाहिँ सक्सेसफुल भयो भनौँ। अनि त्यही भएर अहिले हामी जाँदैछौँ। अब मैले के भन्नु छ धेरै होइन, मेरो गाउँभन्दा पनि मेरो त अब त्यही हो गाइस, सुनसान ठाउँमा छ घर, दियोस् मलाई आनन्द छ क्या, त्यही ठुलो कुरामा आएको छ। मेरो बाजेले सम्पत्ति जोडिदिएको हुनाले मलाई ढुक्क छ, किनकि एकान्त हुनु नै राम्रो बेस्ट हो। किनकि सानो एरियामा होइन, बाक्लो बस्तीमा झ्याउ हुन्छ, त्यही भएर। अनि ल हाम्रो को भान्जाको समीर नै जाने हो। नै दियो मुजी दिनला छैन त भन्दैछु। ल साइपसी ल्याएर छु त किन आइस यहाँ, गर्छ लाले मुर्छि न त थप्पड खान्छ। अहिले चाहिँ हामी कहाँ छौँ भन्दाखेरि यो ठ्याक्कै यहाँदेखि अब इन्ट्री हुन्छ जङ्गलको। अनि यहाँ चाहिँ नि हाम्रो एउटा नेत्र भाइ छ, हाम्रो सुटमा पनि नेत्र भाइ आएको छ। सानी सिरियलको पहिलो एपिसोडमा पनि त्यो भाइ देखेको छ होइन। त्यो भाइको होटल छ क्या, होटल भन्दा पनि अब किराना पसल सबै छ। अनि प्लस त्यसको त्यहाँ चाहिँ अब पानी सानी लिन अब चाहिन्छ चिसो पानी बाटोमा। अहिलेको त पानीको अभाव भयो। यहाँनिर चाहिँ यो वडा कार्यालयको पछाडि चाहिँ यो ठ्याक्क पुलनिर यो थियो होइन, यो चाहिँ बन्द गरिदिएको रहेछ। तर जे गर्यो नराम्रो गर्यो भन्छु म त, किनभने पानी त सबैलाई चाहिन्छ नि त। बाटोमा हिँड्ने मान्छे पनि यस्तो गर्मीको सिजनमा तिर्खाइरहेको हुन्छ। अनि यो त यो आफ्नो पर्सनल बजेट त होइन नि त, सरकारी बजेट हो। कमसेकम हुन्छ नि त, कसैले पनि, सरकारी मान्छेले पनि या सरकारी काम गर्ने व्यक्तिले पनि यस्तो चाहिँ गर्ने होइन क्या खासमा। किनभने चाहिँ आफूलाई चाहिएको बेला मात्र बिजुलीबाट चलाउने, नत्र नचलाउने, त्यो चाहिँ होइन नि त। यहाँनिर खोला छ, व्यवस्थापनको लागि पनि सजिलो के, न अब ल पानी धेरै आएर बिग्रेला भन्नु पनि छैन। त्यहाँनिर खोला छ, खोलामा गइहाल्छ। कमसेकम यसो हुन्छ नि त, बाटोमा यताउता जाने मान्छे तिर्खाइरहेको हुन्छ, कोही कहीँबाट आएको हुन्छ होइन। बुझ्नुपर्ने हो व्यवस्थापन समितिले। अब वडा कार्यालय यहाँनिर छ, वडा कार्यालयको अब अध्यक्ष भन्ने पनि त्यस्तै हो होइन, वडा अध्यक्ष पनि त्यस्तै हुन्छ। सारा कोही काम त गतिलो कोही पनि गर्दैन। तर हामी त त्यही हो, योचोटि त भनौँ न अब आफ्नो भनेर लियो होइन, तर सपोर्ट गऱ्यो। तर कसम अब चाहिँ गर्दिनँ म, किन भनेपछि अब चाहिएको बेला केही छैन, यो छैन त्यो छैन होइन। मैले नगरपालिकामा मैले लगभग 5-6 चोटि गएर निवेदन लेखिसकेँ। हाम्रो त्यहाँनिर भत्केको छ, त्यो जाली काट्नको लागि चाहिँ त्यो चाहिँ हामीलाई के भन्छ सिफारिस दिनु पऱ्यो। प्लस अनि जालीको चाहिँ फेरि 3-4 जाली हामीलाई दिनु पऱ्यो, ढुङ्गा पनि दिनु पऱ्यो भनेर माग गरेको थिएँ, तर दिएन होइन। नम्बरी जग्गा भत्किरहेको छ। अझै फेरि 2-4 जना यस्तो पनि आउँछन् कुरा नबुझिकन गाली गर्ने, किन जाली तोड्यो, किन चाहिने जाली मागिरहेको छस् भन्ने खालको पनि आउला आउन त। तर कुरा नबुझिकन आउँछ। तर म समय आयो भने चाहिँ त्यो पनि देखाउँला तपाईँहरूलाई होइन, तर कस्तो सिचुएसन छ, कसरी बनाएको छ भनेर त्यस्तो छ। अनि त्यही भएर त्यो कारणले गर्दाखेरि चाहिँ ल हामी चाहिँ अब जङ्गल प्रवेश गर्दैछौँ। अहिले चाहिँ क्याप मैले सुल्टा हाले हुनाले अलि अप्ठ्यारो फरक देखेला होइन। ल
अहिले चाहिँ अब प्रवेश गरिसक्यौँ भनौँ न, जे होस्। घामले चाहिँ टाउको दुखिरहेछ, तर केही छैन, हेरौँ। अब हामी चाहिँ यहाँदेखि जाँदैछौँ। यस्तो छ। ए डब्ले साइकल राम्ररी चलाए, म भन्न लाऊँ त्यो साइकल बिग्रेला मुजी त बक्का। लाइक करो, फॉलो करो, सब्सक्राइब करो, शेयर को, शेयर के बटन पे ये हथियार फेंक के मारो। ओए त्यो नदेखाऊ ल। अब उतै कन्दर नजिक आसपास साइकल राख्ने बेला बनाउँछौँ। ल अहिले चाहिँ हामी थान भन्दा पनि थान क्रस भइसक्यो भनौँ। आई मिन क्यामेरा स्यामेरा सबै चिज हाम्रो रेडी भइसक्यो। फोटोसोटो त खिच्नु पऱ्यो होइन, केटाहरूलाई ल्याइसकेपछि। र साइकल चाहिँ हामीले यतै थानमा छोडेका छौँ। त्यस्तो लिने त कोही लिँदैन, चोऱ्यो भने नि हामीलाई बाल छैन, किन भनेपछि यो एरिया त हाम्रै हो, हामीलाई बाल्दै खर। त्यस्तो मतलब हुँदैन हामीलाई। त्यतिसम्म चोर त को आउला, तर चोरिहाल्यो भने नि बाँकी राख्दैन नि फेरि, भेट्यो भने चाहिँ त हो। एकको 4 तिराउने हो नि फेरि। यहाँ यो छ त सबै चाहिँ त्यही नै पनि छ नयाँवाला खुकुरी हालिदिने, छप्काइदिने हो घाँटी। ल हिँडेको यता अनि हामी यहाँदेखि अब हिँड्यौँ। कस्तो भयो यार, यहाँ आएर चोट मात्र लाग्छ। अनि राम्ररी हिँड न, अनि यहाँ हेर न, राम्ररी हिँड। त्यो खोसल्ट्या अघि त्यहाँ झड्या बेला। ल त्यो चाहिँ अब न यो कन्द्राको ढिक हो, अनि पलानपुरको जो कन्द्रा नदी छ त्यही नदीको केटा हो। हाम्रो जिएमसीमा मुजी पढ्नेहरूलाई पनि थाहा होला, कन्द्रा भनेपछि बुझ्छन् केटाहरू। हाम्रो त आधा घन्टाको बाटो हो मुजी घरदेखि बाल्दै फरेर। क्यामेरा स्यामेरा ल्यायो, एक दिन सुट गर्न आउनुपर्छ यतातिर, सर्ट मुभी। त्यही लोकेसन हेर्नका लागि आउँ म चाहिँ खास। त्यही भएर ड्रोन चाहिँ अब केही छैन, कमाइ काज पनि। अहिले मुजी भिडियो हाल्यो भने चाहिँ मुजी 100 भ्युज, अरे 100 भ्युज त मुस्किल हो, 100 भन्दा 80 भन्दा तलै हुन्छ। यताबाट सर्टकट हिँड न, बाटो ट्र्याक्टरको बाटै गयो भने त कहाँ पुगाउँछ फेरि। ल यस्तो छ कुराकानी बेला हो। र पानी चाहिँ यहाँ कहाँ त लगाएर यो त पुरा जाम छ त। उता बिचबाट लगाएको छ, बिचबाट होइन, यो पुरानो नहर त बन्द भइगयो बाढी आएर। ल यहीँबाट अब पानी सानी हाल्नु नखोल, अहिले नखोल। पानी यहीँबाट छ। ल बाँझो चिल होइन, चिल भन्ने अर्को हुन्छ। यो सब बनाउँछु, टेन्सन नगर न। मुला यस्तो त कति आउँछ अहिले, रोक न। फोटो खिच्ने, भिडियो बनाउने, सब चिज गर्ने, ऊ आएर बनाउने। यति लामो पछाडि बाजे पिकनिक खानेको त यो एरिया हो, लगेडा हो। म सुट सिन त यहीँ देखाउँछु। म सुट चाहिँ तपाईँहरूलाई नयाँ मुभी आयो भने चाहिँ यही एरियामा सुट हुन्छ हाम्रो। स्क्रिप्ट लेखिरहेको छु है। अनि मान्छे पनि चाहियो अलिकता नजिक, मेरो यो मसुरिया एरियामा अलिकता त्यस्तो खालि कोही छ भनेपछि चाहिँ भन, कमेन्ट गर। र पेजमा आऊ, सबभन्दा अगाडि पेजमा आऊ। कमेन्ट गर्नु भन्दा पनि पेजमा आऊ। कमेन्ट गर्ने धेरै हुन्छन्, तर मैले म त्यसरी त्यसलाई अब हुन्छ नि त लाइक ल आऊ यस्तो गर उसो गर भन्दिनँ। जसलाई इच्छा छ त्यसलाई चट्छ। के भयो? भान्जा याद छ कि नै? 4 किलो मुर्गा ल्याएर मामा भान्जाले खाएको। माथि न सिधै माथि। यो त कमै हो, उताको खोलो कहाँ छ?
केटाहरू अब चाहिँ अब खाल्डा खुल्डी पनि ठुल्ठुला हुन्छन् अलिक ध्यान दिएर हिँड्नु यो चाहिँ पाइँदैन होला ल अब चाहिँ हामी पुगिसक्यो ठाउँमा यहाँ म त यहाँ गइनु नभएपछि म त मुतेर जाने क्या हो कपडा सपडा फाले गइलो त हाँगा छ त दाजु माथि हिँड्नु फसाट हो के मा यस्तै हातले नदेखिएको ल उनीहरू उताको ढिकमा छन् म यताको ढिकमा छु है पिकनिक खाया हुन् के पिकनिक खाने गयो 12 सिङ्गेको पेटी रहेछ ला 12 सिङ्गेको पेटी ला ल गाइज 12 सिङ्गेको पेटी आमा 12 सिङ्गेको पेटी ल पेटी नै हानिदिया छ नि त तर यो सिम्पल बनाउनुको खास उद्देश्य चाहिँ के रहेछ यार ओइ माछा ल केटाहरू यहाँ हेर माछा नाना छन् त माछा छन् भनेको त्यो फर्किन्छ है डबले म चाहिँ झडल्लै गद्दारी खाएर भेट्ने गिरेजी ल अब अलिअलि छाडा बोलिन्छ गाइज होइन अब बानी बेहोरा त्यस्तै हो लाग्यो आदत छुट्दैन अनि त्यो नराम्रो कमेन्ट चाहिँ नगर्दैन होला त्यही नै हो सब भत्किसक्यो पहिला त हामी यो एरियामा उतिखेर म सानै थिएँ मेरा लो गाइस डब्ले हाँ यहाँ यो बाटो छ यो बाटोबाट गएर एकचोटि खाली बबाल लगाएर म चाहिँ 3 दिन भयो त 4 दिन 4 दिन भयो यो बटन ल खै भन्दा एकैछिन भागेन हात खिचो हात खतरा आयो हेरे ल खिच एउटा खुकुरी खालु नेपाल भान्दा खुकुरी ल्याएर चटक नदेखाऊ ए ल दाजु नफाल भन्दैछु कुचिन्छ के ले बुल्याएर एक जग्गा ल धामबटा बस तर लडमले मेरी स्टैटिक में खींच देना ल डबले खींच तो दोबारा कैसे नहीं भांगा सुचाले होता मैं ऊपर चला गया स्ट्रेट रुका उधर जा ना उधर भांगा लेकिन रोज दिन लाऊं मैंने मुनि भान्जाको हात आयो होला अझ तिम्रो गीत दे भयो भयो ल अब एकैछिन जाऊ भान्जा छोड न यार एकछिन भान्जा खिच यार थोड़ा उठे जाओ उजा एकैछिन अब त भाग यार अरे उता जाने एकछिन यार भान्जा यार म गीत दिएको एकैछिन भयो पानी खाएको थियो अब यहाँ यसो रुको यार यो खोज्ने अन्डरकट निकाल्नु कि न निकाल्ने पानी हाल्दिनु होला डबले पानी हाल्दिनु होला म कताउ हावा त न्याली ए मिठो होला लाग्यो त खै
ल मामा मुसिरा कल्लो बनाइदियो होला देऊ चाह त ठिक छ अलि धेरै नै भयो थोरै खाऊ अहिले डब्ल्यु हुन्छ ल मामा मेरो यहाँनिर पानी छर्छर हुन लाग्छ नि जानु पनि खिचुलाहरू खै यसलाई यहाँ उ हाल्दै छ हल्दामी हाल्दैन ल बान्दा यता हेर आमा कित्तिए यस्तो मोबाइल हाला राज्य ल मामा आऊ छिटो ढोक अब भान्जोको त इन्डिया बन्द हुन्छ क्या इंडिया बॉर्डर बंद भइगयो यार पैसे छूट गया यार उधर तो सब लामो देखाउन लाग्यो ल ल ल ल ल फुटी गयो मा सुन्यौ सिम्पल पोज गर न मलाई अलि टाढा जा पछाडि पनि बलर आउने हिसाबले खिच उता जा उता भान्जा अलि उता जान एकछिन उता जान गिरिन पर्दा आउने कि गिरिन उगाउने गरेर क्या माने म ल आऊ ए रेस्तरी जा अब हजुर यहाँ आइजा आइजा कस्टर बने त रेस्टर त भने मामा आइजा त्यो मुली माथिको देखाउने र ल अब हाम्रो ड्रेस चेन्जिङ भइरहेछ भनौँ दुईजना बुवासोहरू मुला बङ्गुरहरू त्यहाँ ट्र्याक्टर त हो माथि यत्रो हाल्यो झोलामा हातैसँग त लगेन नाटक नदेखा मुजी भिजा कति झोलाइनु पालो ल अनितिर कति यहाँ हेर मुजी अनि अब चाहिँ हामी यहाँबाट निस्किने ए कहाँ निस्किने कट्टु त छुट्टा थियो त यार बकवास नगर मादा तँ ढुङ्गा नै हाल्नु अहिले भान्जा कट्टु सट्टु ल्याऊ ल आऊ अब यहाँदेखि हामी यहाँदेखि लाउँ कसैको पुरै सुक्यो हेर ल नै हाल्नु भाग आफ्नो मात्र ल्याएर न हाल्न जलामा कट्टु पनि हाल्न मर्दैन दिमाग खराब नगर है ल अब चाहिँ हामी जाँदैछौँ कट्टु ल्यायो कि कट्टु यहाँ छ ए त्यही त अब लगभग हामीले कति घन्टा थियौँ केटा हो कति पछि हेर त भन्छ मोबाइल ल्यायो कि तिम्रो दिमाग खराब नगर मा कसम म डब्ले खाल्दै अहिले हेर 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 छुटला कहीँ कोही खोल्टीमा जाऊ त्यही खोल्टीमा नै थिइन् मेरो मात्रै छ त्यही खोल्टीमा छ ल चैन लगाऊ भइगयो भयो त भइगयो पछि नत्र आउनु परेपछि कम आब त हो कि भने त यहीँदेखि हेरेर जानुपर्छ ल जाउँ ल फेरि चक्कु हाल्यो हौ पुगुरी हाले पुगुरी त्यो गर्दा गर्छ हाल्यो हौ डब्ले चलान्छ भान्जो बस्ता डब्ले चलान्छ भान्जो बस्तान मन लाग्छ र यो केरामी बस्दै भान्जा होइन यत्रा मुजी लगेर जा धेरै बकवास नगर चप तँलाई बोकेर ल्याउनु अघिदेखि नाटक नगर अहिले जानेलाई त सुई सुई हुन्छ मुजी न भारी होला न केही ल अनि जानेलाई त कुद्द जाउँ मुजी जानेलाई त ल यत्रा अब बाई बाई तन्जा हो ल यति नजिक जाँदै अहिले त मोबाइलमा धेरै उयो गर्छ